कर्णाली प्रदेश लोकसेवा आयोगको प्राविधिक सहायक स्तर चौथो तह कृषि इन्जिनियरिङ स्वास्थ्य र विविध सेवा अन्तर्गत यो कम्प्युटरसिप परीक्षणको तपाईँहरू युट्युबको कोर्समा हुनुहुन्छ। साथीहरू, कर्णाली प्रदेशको लागि प्राविधिकतर्फ पनि 10 नम्बरको तपाईँहरूको कम्प्युटरसिप परीक्षणको जुन इक्जाम हुन्छ त्यसको लागि हामीले तयार पारेको यो एउटा तपाईँहरू कोर्समा हुनुहुन्छ। साथीहरू, तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। साथीहरू, तपाईँहरू कम्प्युटरसिप परीक्षणको तयारी गर्दै हुनुहुन्छ भने तपाईँहरूको लागि यो फुल्ली कोर्सले तपाईँहरूलाई एकदमै सहयोग पुर्याउनेछ। साथीहरू, तपाईँहरूले यो कोर्समा समेटिएका सम्पूर्ण कुराहरू ध्यान दिएर आफूले टाइम दिएर सिक्नुभयो भने पक्कै पनि कम्प्युटरसिप परीक्षणमा राम्रो तपाईँहरूले गर्न सक्नुहुनेछ भन्ने आशा राखेको छु। कर्णाली प्रदेश लोकसेवा आयोगको प्राविधिकतर्फ जुन सहायक स्तर चौथो तह छ प्राविधिकतर्फ, त्यो प्राविधिकतर्फ कुन कुन कन्टेन्टहरू राखिएको छ त आजको यो पहिलो दिनको कक्षामा तपाईँहरूलाई त्यो कुरा सिकाउनेछु। साथै आज हामीले माइक्रोसफ्ट वर्डबाट केही कुराहरू पनि सिक्नेछौँ। साथीहरू, भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। मैले सुरु गर्छु। साथीहरू, यहाँनिर कन्टेन्ट भनेर राखेँ। कन्टेन्टमा तपाईँले हेर्नुभयो भने माइक्रोसफ्ट वर्डबाट तपाईँहरूलाई 0.5 अङ्कको 3वटा प्रश्न सोधिनेछ जो 1.5 हुनेछ। त्यसपछि 1 अङ्कको एउटा क्वेसन सोधिनेछ। यसरी तपाईँहरूको मार्क्स हेर्दाखेरि 2.5 नम्बरको तपाईँलाई माइक्रोसफ्ट वर्डबाट सोधिनेछ। यसमा तपाईँहरूले हेर्नुभयो भने क्रिएटिङ, सेभिङ एन्ड ओपनिङ डकुमेन्ट, टाइपिङ इन नेपाली एन्ड इङ्ग्लिस, हामीले कसरी टाइपिङ गर्छौँ यी सबै कुराहरू हामीले क्लासमा पढ्ने नै छौँ। त्यसपछि टेक्स्ट फर्म्याटिङको कुरा छ। फन्ट, साइज, कलर, अन्डरलाइन, इटालिक, बोल्ड गर्ने कुराहरू पनि हामीले क्लासमा छलफल गर्नेछौँ। प्याराग्राफ फर्म्याटिङ अन्तर्गत एलाइनमेन्ट, इन्डेन्टेसन, स्पेसिङको कुराहरू पनि रहेको छ। त्यसपछि इन्सर्टिङ हेडर, फुटर, पेज नम्बर, टेबल, पिक्चर, सेभ, हाइपरलिङ्क, बुकमार्क, टेक्स्ट बक्स, सिम्बोल अथवा इक्वेसनहरू कसरी ल्याउने यी कुराहरू पनि हामीले क्लासमा कन्टिन्यू पढ्दै जानेछौँ। यो तपाईँहरूको कन्टेन्टमा रहेको कुरा मैले मात्र बताइरहेको छु। त्यसपछि तपाईँले पेज लेआउटको कुराहरू पढ्नुपर्ने हुन्छ। पेज लेआउटमा चाहिँ हामीले मार्जिन, पेजको साइज कसरी मिलाउने, ओरिएन्टेसनको कुरा, वाटरमार्क, पेज बोर्डर, कोलम अनि डकुमेन्टलाई प्रिभ्यू गर्ने र प्रिन्ट गर्ने कुराहरू पनि हामीले माइक्रोसफ्ट वर्डबाट पढ्नेछौँ। माइक्रोसफ्ट वर्डबाट यहाँ लेखिएका कन्टेन्टबाट तपाईँहरूलाई प्रश्नहरू आउनेछन्। यो अनुसार हामीले पढ्दै पनि जानेछौँ। त्यसपछि अर्को तपाईँहरूले हेर्नुभयो भने यहाँनिर कन्टेन्टमा अर्को राखिएको छ इलेक्ट्रोनिक स्प्रेडसिट, जुन हामीले यसमा चाहिँ माइक्रोसफ्ट एक्सलको बारेमा पढ्नेछौँ। माइक्रोसफ्ट एक्सलबाट तपाईँलाई 0.5 अङ्कको 3वटा प्रश्न सोध्नेछ, 1.5 हुने भयो। त्यसपछि 1 अङ्कको एउटा प्रश्न गरेर तपाईँहरूलाई 2.5 को चाहिँ माइक्रोसफ्ट एक्सलबाट सोध्नेछ। माइक्रोसफ्ट वर्डबाट तपाईँलाई 2.5 र एक्सलबाट 2.5 गरेर 5 नम्बरको तपाईँलाई एप्लिकेसनबाट सोध्नेछ। अर्को 5 नम्बर भनेको तपाईँले चाहिँ टाइपिङबाट प्राप्त गर्नुहुनेछ, भनेको देवनागरिक टाइपिङबाट 2.5 र इङ्ग्लिस टाइपिङबाट 2.5 तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। साथीहरू, यहाँनिर टेक्स्ट फर्म्याटिङ, यसमा पनि हामीले एक्सलमा पनि टेक्स्ट फर्म्याटिङ, फन्ट, साइज, कलर, अन्डरलाइन, इटालिक, बोल्डको कुराहरू पढ्नेछौँ। पेज सेटिङको कुराहरू, मार्जिन, पेज साइज, ओरिएन्टेसन, डकुमेन्टलाई प्रिभ्यू गर्ने र प्रिन्टिङ गर्ने कुराहरू पनि हामीले पढ्नेछौँ। फर्म्याटिङ द डाटा, डाटालाई कसरी फर्म्याटिङ गर्ने भन्ने कुराहरू पनि हामीले क्लासमा पढ्नेछौँ। त्यसपछि युजिङ बेसिक फङ्सन भनेको छ, फङ्सनहरूको बारेमा पढ्नेछौँ। जस्तै सम फङ्सन छ, म्याक्स, मिनिमम र एभरेजको कुराहरू हामीलाई यहाँनिर दिएको छ क्वेसनले, त्यो अनुसार पढ्नेछौँ। त्यसपछि अर्को ई नम्बरमा हेर्नुभयो भने युजिङ चार्ट, हामीले चार्टको बारेमा, चार्ट कसरी प्रयोग गर्ने भन्ने कुराहरू र चार्ट प्रयोग गर्ने तरिकाहरूको बारेमा पनि माइक्रोसफ्ट एक्सलमा सिक्नेछौँ। साथीहरू, यति कुराहरू तपाईँहरूको कन्टेन्टमा राखिएको छ। यसलाई आधार मानेर हामीले जुन तपाईँहरूको कर्णाली प्रदेशको प्राविधिक सहायक स्तर चौथो तहको कृषि इन्जिनियरिङ स्वास्थ्य अथवा विविध सेवा अन्तर्गत प्राविधिक जुन साथीहरू हुनुहुन्छ, तपाईँहरूको लिखितमा नाम निस्किएको छ र कम्प्युटरसिप परीक्षणको लागि तयारी गर्दै हुनुहुन्छ भने तपाईँहरू यो जुन हामीले राखेको कोर्समा मात्रै सीमित भएर तयारी गर्न पनि सक्नुहुन्छ। अथवा तपाईँलाई लाइभ क्लास चाहिन्छ भने तपाईँले हामीलाई व्हाट्सएपमा म्यासेज गर्न सक्नुहुन्छ। व्हाट्सएपको नम्बर मैले डिस्क्रिप्सनमा राखिदिएको छु, त्यहाँबाट तपाईँले म्यासेज गर्न सक्नुहुनेछ। साथीहरू, यहाँनिर मैले आज माइक्रोसफ्ट वर्डको बारेमा तपाईँहरूलाई केही कुराहरू सिकाउने छु। माइक्रोसफ्ट वर्डमा समेटिएका कन्टेन्टहरूको बारेमा तपाईँलाई मैले अघि नै जानकारी दिएँ।
अब हामीले आज डे 1 को जुन क्लासमा छौँ यसमा हामीले आज चाहिँ माइक्रोसफ्ट वर्डबाट हामीले कस्तो किसिमका क्वेसनहरू आउँछन्, माइक्रोसफ्ट वर्डमा के कुराहरू छन् भन्ने कुरा आजको यो डे 1 को क्लासमा हामी सिक्नेछौँ। माइक्रोसफ्ट वर्डमा तपाईँले यहाँनिर माइक्रोसफ्ट वर्ड मैले जुन विन्डोज र आर की प्रेस गरेँ, त्यसपछि विन वर्ड भनेर सर्च गरेँ। विन वर्ड भनेर सर्च गरेर मैले इन्टर गरेँ भने यहाँनिर माइक्रोसफ्ट वर्ड ओपन भएको छ। यो माइक्रोसफ्ट वर्ड ओपन भइसकेपछि तपाईँले यहाँनिर अफिस बटन देख्न सक्नुहुन्छ। यो अफिस बटन तपाईँले अहिलेको जुन लेटेस्ट भर्सनमा फाइल भनेर देख्न सक्नुहुन्छ भने पुरानो 7 मा चाहिँ तपाईँले यहाँनिर अफिस बटन भनेर देख्न सक्नुहुन्छ। यो अफिस बटन भन्दा तलतिर हेर्नुभयो भने होम भन्ने एउटा के छ त ट्याब छ साथीहरू। यो होम भनेको ट्याब हो। त्यसपछि अर्को इन्सर्ट भन्ने ट्याब छ, त्यसपछि अर्को पेज लेआउट भन्ने ट्याब छ, त्यसपछि अर्को रिफरेन्स भन्ने ट्याब छ, त्यसपछि अर्को मेलिङ भन्ने ट्याब छ, त्यसपछि रिभ्यू र भ्यू भन्ने ट्याबहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। यो जस्तै होम ट्याबभित्र विभिन्न प्रकारका ग्रुपहरू छन् साथीहरू। यहाँनिर एउटा क्लिपबोर्ड भन्ने ग्रुप छ, त्यसपछि फन्ट भन्ने ग्रुप छ, त्यसपछि हेर्नुभयो भने प्याराग्राफ भन्ने ग्रुप छ, त्यसपछि अर्को हेर्नुभयो भने स्टाइल भन्ने ग्रुप छ, त्यसपछि अर्को साथीहरूले यहाँनिर हेर्नुभयो भने एडिटिङ भन्ने ग्रुप छ। यो भित्र भएका ग्रुपहरूबाट हामीलाई विभिन्न प्रकारका क्वेसनहरू आउने गर्छन् एक्जाममा। साथीहरू अब यहाँनिर हामीले टेक्स्टलाई फर्म्याटिङ गर्नको लागि केही टेक्स्ट चाहिन्छ। तपाईँलाई एक्जाममा कसरी क्वेसनहरू आउँछन् भन्ने कुरा मोडल सेटमा हामीले राखेका छौँ। मोडल सेट लिन र लाइभ क्लास लिनको लागि साथीहरूले हाम्रो लाइभ क्लासमा जोडिनु पर्ने हुन्छ। त्यसको लागि व्हाट्सएपको नम्बर डिस्क्रिप्सनमा छ, साथीहरू व्हाट्सएपको नम्बरमा सम्पर्क गरेर जोडिन सक्नुहुन्छ। साथीहरू यहाँनिर मैले केही टेक्स्ट लिन्छु, तपाईँहरूले यहाँनिर टेक्स्ट लिनको लागि =र्यान्ड गरेर ब्राकेट स्टार्ट र क्लोज गर्नुहोला। अनि इन्टर गर्नुभयो भने यहाँनिर तपाईँहरूसँग डेमो टेक्स्ट आउनेछ। यसलाई हामीले र्यान्डम टेक्स्ट अथवा डेमो टेक्स्ट भन्न सक्छौँ। एकचोटि फेरि साथीहरूलाई मैले कन्फ्युज नहोस् भनेर फेरि सुरु गर्छु। र्यान्ड गर्नुभयो, ब्राकेट स्टार्ट र क्लोज गर्नुभयो, किबोर्डबाट इन्टर प्रेस गर्नुभयो भने र्यान्डम टेक्स्ट अथवा डेमो टेक्स्ट यहाँनिर देख्नुहुनेछ। यदि साथीहरूलाई डेमो टेक्स्ट लिन यहाँनिर लिँदाखेरि =र्यान्ड ब्राकेट स्टार्ट र क्लोज गर्दाखेरि डेमो टेक्स्ट तपाईँहरूसँग आएन भने तपाईँहरूले के गर्न सक्नुहुन्छ भने यहाँनिर अफिस बटनमा जाने, त्यसपछि यहाँनिर वर्ड अप्सन भनेर जाने। वर्ड अप्सनमा गइसकेपछि साथीहरू यहाँनिर प्रुफिङ भनेर देख्नुहुन्छ। यो प्रुफिङमा क्लिक गरिसकेपछि यहाँनिर अटो करेक्ट अप्सन भनेर देख्नुहुन्छ, यसमा जानुहोला। त्यसपछि तपाईँहरूको यहाँनिर रिप्लेस टेक्स्ट एज यु टाइप भन्नेमा टिक लागेको छैन भने यसमा तपाईँहरूले टिक लगाइदिनु पर्ने हुन्छ। यदि टिक लागेको छैन भने लागेको छ भने ठिक छ। अब तपाईँले यहाँनिर ओके गर्नुभयो, फेरि ओके गर्नुभयो। अब तपाईँले डकुमेन्टमा आएर आफूले काम गर्न लागेको डकुमेन्टमा आएर =र्यान्ड गरेर ब्राकेट स्टार्ट र क्लोज गर्नुभयो र इन्टर गर्नुभयो भने डेमो टेक्स्ट आउनेछ। यो डेमो टेक्स्ट लिइसकेपछि साथीहरू हामीले यो डेमो टेक्स्टमा रहेर के गर्छौँ त फर्म्याटिङ गर्छौँ। जस्तै अहिले मसँग 3वटा प्याराग्राफको डेमो टेक्स्ट आएको छ। यो डेमो टेक्स्ट मध्ये फर्स्ट प्याराग्राफलाई तपाईँलाई बोल्ड गर्नुपर्ने छ। क्वेसनले अघि नै तपाईँहरूले कन्टेन्टमा हेर्नुभयो, बोल्ड भन्ने कुरा देख्नुभयो। तपाईँले फर्स्ट प्याराग्राफलाई बोल्ड गर्नुपर्ने छ अथवा फर्स्ट प्याराग्राफको तपाईँले फन्ट साइज बढाउनु पर्ने छ। तपाईँको फन्ट साइज अहिले फर्स्ट प्याराग्राफमा हेर्नुभयो भने 11 छ। यो फन्ट साइज चाहिँ तपाईँले 16 बनाउनु पर्ने छ भने तपाईँले फर्स्ट प्याराग्राफलाई सिलेक्ट गर्नुभयो। फर्स्ट प्याराग्राफलाई सिलेक्ट गरिसकेपछि यहाँनिर फन्ट साइज 16 बनाउनको लागि यो हेर्नु त यहाँनिर फन्ट टाइप गर्ने ठाउँ छ। हो यो टाइप गर्ने बक्समा तपाईँहरू जानुभयो र किबोर्डबाट 1 र 6 टाइप गरेर इन्टर गर्नुभयो भने 16 फन्ट साइज भएको छ। हामीले चेन्ज गरेको फन्ट साइज कति भयो त 16 भयो। अथवा तपाईँले फन्ट साइज बढाउनको लागि यतातिर हेर्नुभयो भने ए र ए छ। हेर्नुहोस् है, एउटा इन्क्रिज गर्ने ए छ, एउटा डिक्रिज गर्ने छ। फन्टलाई चाहिँ बढाउने र घटाउने ए देख्नुहुन्छ। यसलाई चाहिँ ठुलो एलाई प्रेस गर्नुभयो भने फन्ट साइज चाहिँ इन्क्रिज हुन्छ। यो सानो एलाई प्रेस गर्नुभयो भने फन्ट साइज चाहिँ के हुन्छ डिक्रिज हुन्छ साथीहरू। यसरी तपाईँले फन्ट साइज बढाउने र घटाउने गर्न सक्नुहुन्छ। अब अर्को भनेको तरिका भनेको फन्ट साइज बढाउने घटाउने तरिका भनेको यो जुन अहिले हामीले फन्टको साइज टाइप गर्यौँ
त्यो बक्सको साइडमा एउटा एरो देख्न सक्नुहुन्छ। यो एरोमा तपाईँले क्लिक गर्नुभयो भने हेर्नु त फन्ट साइजको लिस्ट देख्न सक्नुहुन्छ। यो लिस्ट मध्ये तपाईँले फन्टको साइज चुज गर्न सक्नुहुन्छ। यहाँनिर फन्टको साइज हेर्नुभयो भने इक्जाममा जस्तै तपाईँलाई 13 पिटी फन्ट साइज बनाउन भनेर आएको छ भने तपाईँले यहाँनिर 13 पिटी देख्नुहुन्न। अब साथीहरू 13 पिटी नदेखिसकेपछि हामीले 13 पिटी बनाउनको लागि मैले अघि नै सुरुमा तपाईँहरूलाई बुझाएको छु, यो बक्समा क्लिक गर्ने, टाइप गर्न मिल्छ यहाँनिर फन्ट साइज, यसमा गएर 13 गर्नुभयो, इन्टर गर्नुभयो भने हेर्नु त हाम्रो यहाँ के भयो, फन्टको साइज चाहिँ 13 भएको छ। यसरी तपाईँले के गर्न सक्नुहुन्छ त फन्टको साइज चाहिँ इन्क्रिज र डिक्रिज गर्न सक्नुहुन्छ साथीहरू। अर्को भनेको तपाईँहरूलाई सेकेन्ड प्याराग्राफको फन्ट चाहिँ चेन्ज गर्न भनेको छ। सेकेन्ड प्याराग्राफको फन्ट चाहिँ टाइम्स न्यू रोमन बनाउन भन्यो, अथवा तपाईँलाई यो जति पनि टाइप गरेको टेक्स्ट छ यसलाई चाहिँ टाइम्स न्यू रोमन बनाउन भनेको छ, अथवा इम्प्याक्ट फन्ट बनाउन भनेको छ, अथवा एरियल ब्ल्याक बनाउन भनेको छ। तपाईँलाई कुनै पनि फन्ट चेन्ज गर्न भनेको छ भने तपाईँले पहिला प्याराग्राफलाई सिलेक्ट गर्ने। जस्तै यो सबै प्याराग्राफलाई भनेको छ भने तपाईँले माउसलाई यसरी तानेर सिलेक्ट गरिरहनु पर्दैन। किबोर्डबाट तपाईँले सर्टकट की कन्ट्रोल ए प्रेस गर्नुभयो भने हामीले के गर्न सक्छौँ त डकुमेन्टलाई सिलेक्ट अल गर्न सक्छौँ। यसलाई हामीले सिलेक्ट अल भन्छौँ। सिलेक्ट अलको सर्टकट की भनेको कन्ट्रोल ए हो। साथीहरू यसको लागि सर्टकट कीहरूको लागि पनि तपाईँहरू लाइभ क्लासमा जोडिनुभयो भने पीडीएफ नोटहरू सहित तपाईँहरूले सर्टकट कीको नोटहरू पनि पाउनुहुन्छ, मोडल सेटहरू पनि पाउनुहुन्छ। मैले अघि नै भनिसकेँ लाइभ क्लासमा जोडिनको लागि व्हाट्सएपमा डिस्क्रिप्सनमा व्हाट्सएपको नम्बर राखिदिएको छु, त्यहाँबाट जोडिन सकिन्छ। मैले यहाँनिर कन्ट्रोल ए गरेँ, त्यसपछि यहाँनिर फन्ट चेन्ज गर्नको लागि जस्तै इम्प्याक्ट फन्ट भनेको छ भने यो हेर्नु त यहाँनिर क्यालिबरी बडी लेखेको छ, यसमा तपाईँहरू जानुभयो र यसलाई सिलेक्ट गर्नुभयो, त्यसपछि आइएमपिएससिटी इम्प्याक्ट गर्नुभयो र इन्टर गर्नुभयो भने हेर्नु त यहाँनिर के भयो त इम्प्याक्ट फन्ट बनेको छ। यसरी तपाईँहरूले के गर्न सक्नुहुन्छ त इम्प्याक्ट फन्ट बनाउन सक्नुहुन्छ। अथवा तपाईँलाई एरियल ब्ल्याक भनौँ, कन्ट्रोल ए गर्नुभयो अनि इक्जाममा जे क्वेसनमा दिन्छ फन्टको नाम त्यो नाम यहाँनिर टाइप गर्नुभयो र इन्टर गर्नुभयो भने तपाईँले चाहेको जुन इक्जाममा दिएको छ त्यो अनुसारको फन्ट चाहिँ यहाँनिर आउनेछ। त्यसपछि साथीहरू यहाँनिर मैले टाइम्स न्यू रोमन बनाएँ। टाइम्स न्यू रोमन बनाएँ भने हेर्नु त यसरी टाइम्स न्यू रोमन फन्ट भएको छ। अब साथीहरू मेक अ बोल्ड टेक्स्ट फ्रम फर्स्ट प्याराग्राफ भन्यो। तपाईँले फर्स्ट प्याराग्राफलाई बोल्ड गर्नु पर्यो भने फर्स्ट प्याराग्राफलाई सिलेक्ट गर्नुभयो। बोल्ड गर्नको लागि साथीहरू यो फन्ट ग्रुपभित्र यहाँनिर बी भन्ने आइकन देख्न सक्नुहुन्छ। यो बीमा क्लिक गर्नुभयो भने पनि के हुन्छ त फन्ट बोल्ड हुन्छ, अथवा तपाईँले किबोर्डबाट कन्ट्रोल बी प्रेस गर्नुभयो भने पनि के हुन्छ बोल्ड हुन्छ साथीहरू। किबोर्डबाट कन्ट्रोल बी गर्दा पनि बोल्ड हुन्छ, अथवा तपाईँले यो बीमा क्लिक गर्नुभयो भने पनि के हुन्छ त बोल्ड हुन्छ साथीहरू। त्यसपछि तपाईँहरूलाई इटालिकको क्वेसन सोध्यो भने तपाईँहरूले कन्ट्रोल आई गर्नुभयो भने पनि इटालिक हुन्छ, किबोर्डबाट कन्ट्रोल आई प्रेस गर्नुभयो भने पनि इटालिक हुन्छ, अथवा तपाईँले यहाँनिर आईको सिम्बोलमा गएर आई गर्नुभयो भने पनि के हुन्छ त इटालिक हुन्छ। साथीहरू यसरी तपाईँले बोल्ड र इटालिक गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँलाई भन्यो थर्ड प्याराग्राफलाई सिलेक्ट गर्नु होला। थर्ड प्याराग्राफलाई सिलेक्ट गरेर अन्डरलाइन गरेको छ, मेक अ अन्डरलाइन फर थर्ड प्याराग्राफ भन्यो भने तपाईँले थर्ड प्याराग्राफलाई सिलेक्ट गर्नुभयो। त्यसपछि किबोर्डबाट कन्ट्रोल यु प्रेस गर्नुभयो भने पनि के हुन्छ त अन्डरलाइन हुन्छ, अथवा तपाईँले यहाँनिर युको आइकन देख्न सक्नुहुन्छ। फन्ट ग्रुपभित्र यु भनेर देख्नुभयो, युको तल अन्डरलाइन गरेको छ देखिहालिन्छ, यसमा क्लिक गर्नुभयो भने अन्डरलाइन हुन्छ। अब साथीहरू यो साइडमा क्लिक गर्नुभयो भने यता एरो छ, यो एरोमा क्लिक गर्नुभयो भने अन्डरलाइनका थुप्रै स्टाइलहरू छन् साथीहरू। हो यहाँ मध्ये तपाईँहरूले अन्डरलाइनका स्टाइलहरू चुज गर्न सक्नुहुन्छ। कुन स्टाइल अन्डरलाइनको स्टाइल तपाईँहरूलाई चाहिएको छ त्यो अन्डरलाइनको स्टाइल चुज गर्न सक्नुहुन्छ। इक्जाममा तपाईँहरूलाई कुन अन्डरलाइनको स्टाइल बनेको छ त्यो अनुसारको अन्डरलाइन स्टाइल तपाईँले चुज गर्न सक्नुहुन्छ। साथीहरू आज तपाईँहरूलाई मैले कोर्स कन्टेन्टको बारेमा बताएँ है, कोर्स कन्टेन्टको बारेमा बताएँ, त्यसपछि केही माइक्रोसफ्ट वर्डका केही कुराहरूको बारेमा बताएको छु। साथीहरू आज डे 1 यति नै। तपाईँहरूले यो जुन कोर्समा राखिएको क्लासलाई चाहिँ कन्टिन्यू हेर्नुभयो भने केही कुराहरू चाहिँ
बुझ्न सक्नुहुनेछ कम्प्युटर सिप परीक्षणको लागि। साथीहरू, तपाईँहरू लाइभ नै क्लास लिन्छु भन्ने लागिरहेको छ भने मैले अघि नै बिचमा पनि भनेको छु, व्हाट्सएपको नम्बर डिस्क्रिप्सनमा छ। तपाईँले त्यो नम्बरमा सम्पर्क गरेर व्हाट्सएप गरेर तपाईँहरूले के गर्न सक्नुहुन्छ त लाइभ क्लासको लागि बुझ्न सक्नुहुन्छ, मोडल सेटहरूको लागि पनि बुझ्न सक्नुहुन्छ भन्दै आजको लागि यति नै साथीहरू। कन्टिन्यू तपाईँले यो कोर्समा रहेका क्लासहरू हेर्दै जानुहोला। आजको लागि यति नै। हस्त, धन्यवाद।